मुलाको अचार चाहिँ मेरो एकदमै फेभरेट अचार हो अनि आज म घरमै मुलाको अचार बनाउँदैछु। फर्स्टमा सबै मुलाहरूलाई मजाले पखालेर सानो सानो पिस गरेर काट्दैछु। सबै मुलाहरू काटिसकेपछि थोरै हरियो खुर्सानी पनि काटेँ अनि यसलाई चाहिँ बाहिर लगेर मजाले घाममा सुकाउँदैछु। हल्का हावा पनि चलिरहेछ, एकछिन भए पनि सुकाउनु पर्यो भनेर मैले मुला र खुर्सानी पनि सँगै सुकाइदिएँ। फेरि 1-1.5 घन्टामा आएर हल्का चलाएँ मैले अनि यता मसला पनि रेडी गर्दैछु। मसलामा मैले के हालेँ भनेर तपाईँहरूले देखिहाल्नुभयो होला। हावा धेरै भएर मुलामा दुलो पस्छ भनेर मैले चाहिँ अलिक छिटै ल्याएको थिएँ मुलाभित्र अनि नुन र बेसारमा हल्का एकछिन राखेको थिएँ अनि हल्का पानीहरू आएको थियो, त्यो तैराएर मुलालाई रेडी गरेर अहिले मसलाहरू हाल्दैछु। सबै हालेर मजाले मिक्स गरेपछि चाहिँ मैले एउटा बट्टामा हाल्नलाई रेडी गरेँ। मलाई चाहिँ 2टा बट्टा रेडी गरेको थिएँ, एउटा ठुलो सानो अनि ठुलो मात्र भरिन्छ जस्तो लाग्यो, नभन्दै ठ्याक्कै 1 बट्टा मात्र भयो। अनि लास्टमा रकम मसला पनि मैले त्यहीँ हाल्दिएँ अनि बट्टामा लागेको मसला टिस्युले पुसेर रेडी गरेँ। अब यो अचार चाहिँ 2-3 दिनमै खान रेडी हुन्छ। थ्याङ्क यू फर वाचिङ। बाई।